नमस्कार साथीहरू, स्वागत छ हजुरहरूलाई आज फेरि मेरो एउटा अर्को भिडियोमा। साथीहरू, आजको भिडियोमा हजुरहरूलाई हाम्रो फुलको गार्डनमा रहेको फुलहरू र हामीले गर्ने कामहरू र फुलहरू कसरी बनाउँछौँ त्यो सबै देखाउनेछु। र अन्तिमसम्म साथ दिनुहोला। साथीहरू, आज हाम्रो यो गार्डनमा धेरै भेराइटीको फुलहरू पाउँछ, धेरै कलरको। हाम्रो फुलहरू चाहिँ सिङ्गापुर, थाइल्यान्ड, दुबई, ताइवान अनि जापानहरू जाने गर्दछ। आज हामीले फुल काट्दैछौँ साथीहरू, हेर्न सक्नुहुन्छ। आज हामीहरूको फुल काट्ने दिन हो। यहाँ हजुरहरूले देखिरहेको फुलहरू प्राय यी सबै सिङ्गापुर पठाउने फुलहरू हो। सिङ्गापुर जान्छ हाम्रो यो फुलहरू चाहिँ। यो हाम्रो फुलहरू लगाएको तपाईँको 112 दिनमा काट्नलाई रेडी हुन्छ। धेरै कलर, धेरै जातिको फुलहरू छ हामीहरूसँग, हेर्न सक्नुहुन्छ। आज हाम्रो फुल काट्ने दिन भएकोले सबै काट्नमा व्यस्त हुनुहुन्छ। हजुरहरूलाई हाम्रो फुल कस्तो लागेको छ कमेन्टमा कृपया जनाउनु होला। फुलहरू धेरै राम्रो भएको छ, अहिले धेरै फुटिरहेको छ फुलहरू चाहिँ। हामीहरू काट्नमा धेरै व्यस्त छौँ, कामहरू बढिरहेको छ। हाम्रो साथीहरूले फुल काट्दै हुनुहुन्छ, कसैले पानी हाल्दै हुनुहुन्छ। हाम्रो चाहिँ तपाईँको 12 महिना फुल काट्ने, फुल लगाउने चालु भइरहेको हुन्छ। एक साइडतिर लगाउँदै गर्ने, अर्को साइडतिर काट्दै गर्ने, कुनै ठाउँमा काटेकोहरू फाल्दै गर्ने। हाम्रो काम चाहिँ चलिरहेको छ। 12 महिना 12 घन्टा नै काम गर्नुपर्ने हुन्छ सधैँ। साथीहरू हेर्न सक्नुहुन्छ, हाम्रो साथीहरूले फुल काट्दै हुनुहुन्छ। फुल कसरी काट्नुहुन्छ हेर्दै गर्नु होला हजुरहरूले। यो फुल काटेर हामीहरूले लगेर एक ठाउँमा लगेर थुपार्ने गर्छौँ। एक ठाउँमा जम्मा गरिसकेपछि फुललाई एबी गरेर अलग गर्नुपर्ने हुन्छ। हाम्रो एमा चाहिँ 13वटा जान्छ, एउटा बन्डलमा 13वटा हाल्ने गर्छौँ, 12वटा 13वटा। अनि बीमा चाहिँ 20 देखि 25 या 30सम्म हाल्ने गर्छौँ हामीहरूले फुल चाहिँ। बी क्वालिटीको चाहिँ अलि बढी हाल्नुपर्ने हुन्छ एउटा बन्डलमा। हामीले त्यसरी हालिसकेपछि प्याक गर्ने गर्छौँ। हाम्रो साथीहरूले काट्दै हुनुहुन्छ, यहाँ बङ्गाली र बर्मा साथीहरूले काट्दै गर्नुभएको छ।
साथीहरु यो चाहिँ हाम्रो जापान अनि ताइवान जाने फुल हो। प्राय ताइवान जान्छ अनि जापान पनि जान्छ। कहिले कसो अर्डर भएमा हामीले यसलाई सिङ्गापुर पनि पठाउने गर्छौँ यसमा कलर गरेर। यो फुल चाहिँ तपाईको कलर गरिसकेपछि धेरै थरीको कलर गर्न सकिन्छ यसमा। रातो, पहेँलो, नीलो, हरियो अनि रेनबो सबै कलरहरु गर्न सक्छौं हामीले यो फुलहरुमा चाहिँ। साथीहरुले हजुरहरुलाई चाहिँ यो फुलहरु कस्तो लागेको छ हेरेर प्रतिक्रिया दिने गर्नु होला, फुल भिडियो हेरिदिनु होला। अहिले चाहिँ हामीहरुले काटेर थुपारेको ठाउँमा आइसके। अब काट्दै छौं, कसैले काट्दै छ, कसैले प्याकिङ गर्दै हुन्छ। यो चाहिँ हामीहरुले सबै मिक्स कलर गरेर प्याकिङ गर्दै छौं। कुनैमा अब अलग-अलग कलर गरेर प्याकिङ गर्नुपर्ने हुन्छ, कुनै चाहिँ मिक्स गरेर प्याकिङ गर्नुपर्ने हुन्छ। हाम्रो साथीहरुले प्याकिङ गर्दै हुनुहुन्छ। हेर्न सक्नुहुन्छ साथीहरु हजुरहरुले धेरै थरीको धेरै कलरको फुलहरु छ, भेराइटी अलग-अलग, कलरहरु पनि अलग-अलग यसरी प्याकिङ हुन्छ। यो चाहिँ ए वाला फुल हो, सबै ए हुन्छ। यो फुल चाहिँ प्लास्टिकमा प्याकिङ हुन्छ अनि बी चाहिँ पेपरले प्याक गर्नुपर्ने हुन्छ बन्डललाई। यसरी हामीले काटेर प्याकिङ गर्ने गर्छौं। अनि यो प्लास्टिकमा हालेर प्याक गरिसकेकोलाई फेरि कार्टुनमा हामीले हाल्नुपर्ने हुन्छ। कार्टुनमा हालेर हामीले पठाउँछौं। हेर्नु साथीहरु हामीसँग धेरै कलरको फुलहरु छ अनि हाम्रो साथीहरुले चाहिँ प्याकिङ गर्दै हुनुहुन्छ। जुन हामीले ताइवान, थाइल्यान्ड, जापान पठाउने फुलहरु चाहिँ हाम्रो केटी साथीहरुले गर्दै हुनुहुन्छ। त्यसलाई चाहिँ हामीहरुले पेपरले टिस्यु जस्तो पेपर हुन्छ त्यसले फुललाई बाँधेर सेफ्टीको लागि फुल नबिग्रोस् भनेर त्यसलाई बाँधिसकेपछि फेरि बन्डल गर्नुपर्ने हुन्छ। अनि यो चाहिँ सादा पेपरले गरेको चाहिँ थाइल्यान्ड जाने फुल हो। अरु कलरको प्राय थाइल्यान्ड पठाउने फुलहरुलाई हामीले पेपरले नै बोगस गर्ने गर्छौं। पेपरले नै बन्डल बनाएर पठाउने हुन्छ। सिङ्गापुरको लागि सबै प्लास्टिकले बन्डल बनाउनु पर्ने हुन्छ, प्लास्टिकको कभर हालेर। हाम्रो साथीहरु सबै व्यस्त हुनुहुन्छ। ल त साथीहरु आजको भिडियोलाई यति नै। हेरेर सुनेर साथ दिनु भएकोमा धेरै धेरै धन्यवाद। भिडियो कस्तो लाग्यो, फुलहरु कस्तो छ कमेन्टमा कृपया प्रतिक्रिया जनाउनु होला। हजुरको कमेन्टले मलाई ऊर्जा मिल्छ। यस्तै अरु भिडियोहरु हेर्नको लागि हाम्रो च्यानललाई सब्स्क्राइब र लाइक शेयर गर्न नबिर्सनु होला।